हेलो गाइस, आज चाहिँ खनाल सरले चाहिँ आइसक्रिम ल्याएर हामीहरूलाई दिनुभएको। यस्तो मिठो छ नि यो आइसक्रिम। यहाँ दिल्ली सरले खाना नपाएर मुखबाट पानी निकालिराख्नु भयो। मेरो पाला आउँदैछ। अनि यहाँ हेर्नु अक्षय कुमार त झन् खानै नपाएर यहाँ यो हेरेर बसिरहन् कि यो हेरेर बसिरहन्। यहाँ दीपक सरको मुखबाट नि पानी आइरहेछ। अक्षय कुमारले त झन् मिठो छ भनेर सोधिरहन् कि यहाँ। यति मिठो हो यो आइसक्रिम। खान नपाएर यता हिँडेछन् उता हिँडेछन्। अनि दाइहरूले काम गरिराख्नु भयो। कम्पनीको ठेकादार दाइले चाहिँ ल्याएर आउनुभयो भर्खर। खानको लागि रेडी हुनुहुन्छ। दाइ खाइदिनु त। खाइहाल्नु भयो। एकजनाले मात्रै बाँड्नु भएको छ, त्यही भएर ढिलो भइरहेछ। दाइहरू हेरिराख्नु भयो। दिल्ली सरलाई त झन् भिडियो बनाउन यति मनपर्छ नि, खाएको भिडियो बनाइदिए समेत भन्नुभयो क्या। अब खाएको भिडियो यहाँ हेर्नु त कसरी खाइराख्नु भयो। मिठो रहेछ अरे। सरले भनिराख्नु भयो कि जनताले खान नपाएको छैन, उसले चाहिँ लिडरले चाहिँ खाइराख्नु भयो भनेर भन्नु। खगेन्द्र सर रिसाएर तनाव भइरह मलाई यहाँ। अब एकछिन यो खाना पायो भने एकछिन खुस हुनुहुन्छ उहाँ। खुसीले बाँड्नुहुन्छ। अक्षय कुमार त झन् नेपाली सर हाई गरिदिनु त। हेलो, खानाको लागि कुरिराख्नु भएको छ यहाँ धीरज भाइ। हेलो सर हाई। उहाँ पनि लाइनमा हुनुहुन्छ खानाको लागि। बुद्धिराम दाई पनि रेडी हुनुहुन्छ खानाको लागि। फाइनली मैले आइसक्रिम खाएर सकाएँ। आइसक्रिम खाएर मैले सकाएँ। त्यो गाडीलाई म काँटा गर्न जाँदैछु। दाना लिन आएको गाडी।